हेलो गुड मर्निङ जेमिसी सबैजनालाई र आज म एउटा नयाँ फेरि सानो मेरो ब्लग लिएर आएको छु अनि जसमा चाहिँ आज हाम्रो यहाँ इस्टरको बिदा भएको खण्डमा हामी सबै विश्वासीहरू यसरी भेटघाट गरेर अनि सानो बातचित संगति गरेर अनि सँगै बस्ने समय यसरी मिलाएका छौँ। ल सबैलाई जेमिसी। ल अब हामीहरू पार्कतर्फ जाँदैछौँ अनि म जेमिसी हाम्रो माया दिदी अनि म चाहिँ तपाईहरुलाई देखाउँछु अनि मेरो चाहिँ अहिले धेरै म अलिक बिरामी भएको छु, आवाज मेरो अलिक डिफ्रेन्ट नै छ हो। अनि हामीहरू अब यसरी जाँदैछौँ, साथै म तपाईहरुलाई यताको वातावरण पनि देखाउँछु किनकि म यहाँबाट अलिक 1 घण्टाको दूरीमा मेरो बस्ने ठाउँ छ, मेरो बसाइ छ हो। अनि म पनि पहिलोचोटि आएको हो यहाँ। सो अब यो रोमानियाको बुखारेस्ट ठाउँको तितान भन्ने ठाउँ हो अनि अब हामीहरू तितान पार्कतिर जाँदैछौँ जसमा चाहिँ जसमा चाहिँ हाम्रो उता बोल्डिस्टबाट दाजुहरू आएर बसिसक्नु भएको छ अनि हामीहरू उहाँलाई भेट्छौँ पनि हो। विवेक दाजु पनि आएर बसिसक्नु भएको छ। उहाँहरू चाहिँ उहाँ चाहिँ ब्लू हुडी लगाउनु हुने कर्नलिस दाजु, साथै उहाँको साथी जो चाहिँ प्रभुमा अझै पनि हुनुहुँदैन। हामीहरू उहाँको लागि प्रार्थना गरौँ अनि कि उहाँले पनि समयमै उद्धार मुक्ति पाउनु भएको होस् है। अनि हाम्रो राजेन्द्र दाजु यहाँ हुनुहुन्छ, जयमिसी दाजु। अनि हामीहरू अब यसरी जाँदैछौँ। अब यताको बस हो, म अरू चिजहरू देखाउँदै गर्छु। हाम्रो दिदीबहिनीहरू हामीहरू अहिले यति धेरैजना भएको छौँ हेर्नु त जेमिसी। पहिला हामीहरू यहाँ यति धेरै त थिएनौँ, तर अहिले प्रभुको दयामा हामीहरू दिदीबहिनी पनि सङ्ख्यामा बढ्दै गएको छौँ हो। अनि यहाँ सुसान्ना बहिनी आइसक्यो, जेमिसी। लाज लाग्छ भन्दैछ। अब उयो ब्राउन कलरको जहाँ तपाईँले देख्दै हुनुहुन्छ सायद मलाई लाग्दैछ यो एउटा यहाँको कुनै चर्च हो है, सिम्बोल त्यस्तो देखिरहेको छौँ। अनि अब हामीहरू पुगेर अरू बाँकी चिजहरू म तपाईँलाई पुगेर पार्कबाट पनि देखाउँदै गर्छु ल, हुन्छ। अनि तपाईँहरू जतिले पनि रोमानियाको विषयमा प्रार्थना गर्नुहुन्छ अनि रोमानियामा भएका विश्वासीहरूको लागि प्रार्थना गर्नुहुन्छ, तपाईँहरूलाई एकदम धेरै धन्यवाद। साथै अझै पनि प्रार्थनाको अपेक्षा राख्दै अब सबै कुराहरू भिडियोमा अरू देखाउँछु ल। किप वाचिङ, सी यू। ल अब हामीहरू चाहिँ पार्कमा आइपुग्यौँ हो। अनि यो पार्कको फर्स्ट सिन चाहिँ यस्तो छ, यहाँ चाहिँ एकदमै ठुलो पार्क हो, प्लस यो पानी हेर्नु कति राम्रो छ यहाँ। अनि जति पनि नयाँ विश्वासी रोमानियाको लागि एप्लाई गर्दै हुनुहुन्छ अनि आउने उत्सुकता होला अनि आउनुहोस् खुसीसँग, एकदम राम्रो छ यहाँको ठाउँहरू। हाम्रो आधी ग्रुप चाहिँ अगाडि पुगिसक्नु भयो अनि आधी ग्रुप चाहिँ हामीहरू छौँ पछाडि यतातिर। सो वी आर फिलिङ सो ब्लेस्ड। अब हामीहरू छिटै हाम्रो आधी ग्रुपलाई भेट्छौँ अनि अरू देखाउँछु म ल। आइ एम मिसिङ माई हस्बेन्ड टु है। प्रभुको दया भयो भने हामी दुवैजना सँगै रहेर यसरी सेवा गर्ने अनि काम गर्ने इच्छा छ। तपाईँहरू प्रार्थनामा याद गरिदिनुहोस् एकदम बोधसहित कि आउनेवाला दिनमा म अनि मेरो श्रीमान सँगै रहेर सेवा गर्न सकौँ। जेमिसी सबैजनालाई जेमिसी। ल यति राम्रो ठाउँ पो रहेछ त हाम्रो त। ल जेमिसी ल हामीहरू चाहिँ बस्ने चाहिँ यहाँ
ल सबैजनालाई भेट गर्नु पायो एकदमै थ्याङ्कफुल छौँ प्रभुप्रति ल अब बाँकी चिज जय मेसी बाँकी चिज म एकछिनपछि देखाउँछु आमेन को धन्यवाद गराइरहन्छु प्रभुलाई बन्धनमा म थिएँ हृदयभरि अशान्ति पापको बन्धनमा म थिएँ हृदयभरि अशान्ति पापलाई स्वीकार गरी धोयो निर्दोष गथे पापलाई स्वीकार गरी धोयो निर्दोष गथे शान्ति आनन्दले भरि दियो मलाई अब सानो सेवा पश्चात हामीहरू यसरी खाजा खानु लागेको छौँ जेमेसी कस्तो लागिरहेछ त यो स्टोरमा हाम्रो सेवा हुँदैछ राम्रो लाग्दैछ अनि आरामै हुनुहुन्छ यसै हाम्रो खाजाको अहिले सानो झलक हजुर तर अलि खाना पनि छ चिकनहरू पनि छ त्यो हाम्रो नेक्स्ट स्टेप हुन्छ ल हजुर एकदमै ल यहाँ सर्भिङमा चाहिँ हाम्रो दिदी बहिनीहरू यसरी हामीहरू ग्यादर भएका छौँ हो दिवानिसा दिदी सुसना बहिनी अब यहाँ हामीहरू पनि छौँ म पनि छु अनि यहाँ हाम्रो दाजुहरू अङ्कलहरू हुनुहुन्छ जय मेसी धेरै लामो समय पश्चात हाम्रो भेट भएको छ इस्टरको सेवाको लगाउमा है अनि हामीहरू एकदमै खुसी पनि छौँ तपाईँहरू सबैलाई भेट्न पाएर जय मेसी टिस्यु पेपर थोरै ल यति टिस्यु पेपर चाहिँ यताको टिममा हुन्छ हस् ल यतातिर चाहिँ हाम्रो कोल्ड ड्रिङ्क्सहरू बाँड्दै हुनुहुन्छ हाम्रो उत्तम दाजुको इन्ट्री चाहिँ लास्टमा भयो हजुर धन्यवाद कङ्ग्रेचुलेसन्स फर वाट marriage. Thank you so much. हुन्छ अब हाम्रो सेवा यसरी भयो समाप्त